another video. Guys, आज हामी खेल्न जाँदैछौँ डुओ वर्सेस स्क्वाड इन बिआर। पिरिसलाई बोलाउँदैछु, स्पाइडर पिपी ग्यामर भन्नेलाई स्पाइडर पी ग्यामर। ल रिक्वेस्ट पठाउ त ल। ल गाइजहरु, हजुर हाम्रो गाइज हाम्रो एक्जाम चलिरहेको थियो। गाइज हेर्न सक्नुहुन्छ मेरो प्रोफाइल हिवाइडी 9698189995 रिक्वेस्ट हान्न सक्नुहुन्छ भने हान्नु होला मेरो प्रोफाइल। ल गाइज ल आयो ल, अब बिआर खेल्ने डुओ वर्सेस स्क्वाड। डुओ वर्सेस स्क्वाड खेल्ने हो गाइज। हामीलाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब ए होइन सब्सक्राइब गर्नु होला, शेयर पनि गर्नु होला। सबै साथी दाइ भाइ बहिनी सबैलाई स्वागत छ हाम्रो यो भिडियोमा। छेरिन्छ त हिरो 1-2 स्टारको लबी आउँछ होला। आएन नि आएन। यहाँ किन क्यान्सल गरेको होला भिडियो बनाइरहे बेला? तिमी गाइज मैले कटनाको स्किन पाउन लागेको छु हाइपर बुकको। यो के है? कस्तो इमोट बुकै फाडेर कटना निस्क्यो है। गाइज यहाँ नयाँ हाइपर बुक आएको छ। यी स्टार्ट भयो बर्मुडा म्याप आएको छ। पिका झर्ने भए झर्ने हो भाइ बच्चाहरू। गाइजहरू हामी गाइज यहाँ त इलाम ब्याटल रोयल 67 नम्बरको हुम्ला AK47। ल गाइज सब्सक्राइब हान्नु होला। पिक ल हामी पिका झर्ने हो। गराउ तिमीले म जान्दिन। झराल देऊ पिका। गाइज ओल्ड प्लेयर यो पनि ओल्ड प्लेयर हो तर यसको आइडी फेरि समाउ रिजन कस्तो रिजन भन्ने हो। यहाँ चाहिँ वान्टेड पोस्टर छ। यसलाई माएर बनिहाल्ने पुरा कतिहरु म मर्न सक्छु। ओ तल किल चट्टी मेरो किन हालिस है? गाइजहरु मरि भ्या मोरे ल आउ त यहाँ आउ त कस्तो म मरि भ्या यार। नक हान्दै थिए नि मलाई यार। इज्जत भाग मुला भाग मुला रिभाइभ दे ओइ। जति त हो त्यति तिर्छ। गाइज म त झर्ने बित्तिकै मरे बडी हानेर। गाइज ए बचाले र बाबा एकचोटी बचाले। गाइज ल भाग न छिटो। कट्ठाको पागल पनि बदला लिन जानी हो कि गाइज। रिभेन्ज टाइम। नु भइएछ दाइ नु भइएछ गाइजहरु। गल्तीबाट नि हेडसट त लागेकै छैन। पुरै नयाँ अपग्रेड हो के रे। अपग्रेड आयो नि 48 त्यसमा हेडलाई ड्यामेज हेडलाई पियालो बनाइदिए के मेरो त सेतो छ है।
त्यसैले म चाहिँ यहाँ हजुरलाई देखाएको छैन होला म चाहिँ नो किल च्यालेन्ज गरेर आएको सुरुमा सुस्त भनेको थिएँ हजुरले सुन्नु भएन होला हजुरले ए सुस्त बोलेर तपाईहरु सुन्नु भएन होला गाइस गाइस यो चाहिँ हाम्रो रुट प्याकर गुको प्याकर भाइ रिभाइभ गर पहिला त धेरै पोजिसन भाइ तल रिभाइभ पाउनु चाहिँ यताउति सन्चै हुनुहुन्छ गाइस यहाँ हेर्नुहोस् हामी रिभाइभ पाउनको लागि दोस्तको विवाह बनाएर पर्दा है तर यहाँ त दाइलाई दाइ प्लिज रिभाइभ वान छोड्यौ छिटो छिटो रिभाइभ हान्नु पर्यो तेरो बाउ घर छैन यी भाइ फ्याक्ट्री स्याक्ट्री गयो भाडमे म रिभाइभ हान्दिन के ए फ्याक्ट्रीमा झर्ने अन्त गाइस प्लिज सब्सक्राइब हानिदिनु होला त्यहाँबाट गेम प्ले पनि इन्जोय गर्नु होला गेम प्ले खासै राम्रो छैन गेम प्ले खासै राम्रो छैन फेरि पनि प्लिज भिडियो राम्रो लाइक एन्ड सब्सक्राइब हानिदिनु होला भिडियो टट्टी हो एयर ड्रप टिर आउट एयर ड्रप टिर यो रिस्पोन्सिबल मुला छिटाउट दोरो ड्यामेज छ ठुक्का त्यत्रो ड्यामेज दिँदा नमरेको यार अनि के हारा थियो रे त 15 को एचपी रह्यो नि त यी गाई चाहिँ यो मोटे ढ्याउसेन मोरे 6 को माइनस ला यार हिरो 1 2 स्टार आथे अब हामी फेरि अर्को म्याच खेल्न जाँदैछौँ बिरिन्ज स्टार हान्न या खेल्नियो केही हुन्न गाइज गाइज यहाँ प्रिन्सको च्यानल हेर्न मन लाग्यो हजुरले स्पाइडर पिबी गेमर सर्च हान्नु युट्युबमा आउँछ मेरो च्यानल थाहा हजुरलाई गाइज मेरो च्यानलको नाम चाहिँ अहिले सर्च नगरे पनि हुन्छ अहिले आउन मैले 1-2 दिनपछि यस्तो फेरौँला अनि मेरो फ्रेन्ड लिस्टमा हेर्न सक्नुहुन्छ को हुनुहुन्छ अनि मसँग राइस्टार पनि हुनुहुन्छ फ्रेन्डमा ल हेर्नुहोस् गाइज गिल्ड वरियर सुरु भएको छ गाइज हाम्रो गिल्डमा 6 इयर्स ओल्ड को प्लेयर ल्याएर म त छैन नि त अनि गाइज त्यसको गिल्डमा 6 इयर ओल्ड को छ भने मेरो गिल्डमा हेर्न सक्नुहुन्छ ल गाइज स्टार्ट भएको छ मुआल त रेन्डममा पो लाएर त ओ सरी अटोमा चाहिँ गर्न बिर्सेछु ल गाइज यो मुलाल त झुकेर रेन्डममै ल्याएछ गाइज ल पिका झरमै त ल ओइ झन्डा कोसँग छ अनफल हान्दिनी ल गाइज सरी यो प्रिन्सको गल्तीको लागि मेरो नाम हो आयुष मानन्दर यताको नाम हो म खेलेको जोसँग खेल्छु तिनको नाम हो प्रिन्स मानन्दर and we are just a kid yeah we are a student we read in रामपुर किशनबारी आनन्द निकेतन विद्याश्रम स्कुल अनफलो हान्छौँ हामीले त्यहाँबाट पिका पेल्दिनी टिचर कि माका अनफलो हान है गाइस पिका झरेछौँ जे होगा देखा जाएगा बाप रे बाप गाइजहरू मर्ने सम्भावना आएको छ मर्ने सम्भावना आएको थिएन धरती एनिमी खै हेर्नुहोस् गाइज जस्ट लिसनिङ द सङ अब हामी बोल्दैन नबोले मुला यहाँ मर्न लागिएछ नबोल्ने अरे कहाँ छ थाहा छैन पिक पिक ओ जातरीमा भनेर मोर यो छैन यो पिक बोबाल डुङ्गो जग्गा होला गाइज गाइज ओ मलाई कभर दिन
ए ग्रेनेड हुर्रा थै गाइजहरुमा मोरे सरी एनिमेसन रिप्ले अनि मलाई त पछाडी आएर हुर्रा कुकुर बोकिरा है मलाई डर लाउ मलाई त राति हेल्प मी गरम त मगर भाइ एमएस मगर रिभाइभै गर्दैनन् दा भाइ गाइजहरु यार गाइज र्यान्डम प्लेयरमा आकोले रिभाइभ गर्दैनन् हेल्प मी गरम त माइक खोलेर हेर म है दाइ त भन्न पर्न गाइज ल 400 ल ल थ्याङ्क्स गुड जब या पिक त वहाँ रह्यो त तैत गाइज हामी चाहिँ रिभाइभ भएर कस्तुले पछि न हैन के थाहा छ थाहा भएन हामी भाइ म त्यहाँ झरेन गाइज गेम प्ले इन्जोय हान्नुस् एउटा हेड त हान्ने हैन त्यही पनि इन्जोय त भन्नै पर्यो So gameplay video please like and subscribe तपाईहरुले लास्ट भन्न सक्छ मुडे भन्न सक्नुहुन्छ जस्ट फन को लागि हो गाइस यो जस्ट फन को लागि हामी चाहिँ just listen the song and we don't talk that much English so oh my god I don't speak that much English so bad I'm not cutting this video so where are you from please let me know in the comment box गाइस हजुर कहाँ बस्नुहुन्छ यसो कमेन्ट यसो हान्दिनुस् होला एक नम्बर कति मरेको रिभाइभ त दिनै पर्यो सिसी what is this भात खाने बेला कहाँ थिइस् oh I'm going to okay bro I'm going to revive my Nola dosto वेन्डिङ मसिन हैन कहाँ छ एक नम्बर हेर त गाइजहरु ल गाइजहरु हजुरलाई अल्छ भिडियो मन परे भए यसो लाइक शेयर एन्ड सब्स्क्राइब अनि कमेन्ट पनि हान्दिनु होला कमेन्टमा के हान्दिनु भन्दा आयुष दाजी ओपी गेम प्ले भनेर यसो हान्दिनुहोस् होला गाइजहरु प्लिज गाइजहरु प्लिज guys enemy guys आज म यो एनिमी नै है ओ यसको यहाँको एउटा प्ले म लिनै भयो एडब्ल्यू म्यान एमा टुबी रहेछ छोड लेन ब एमा टुबी देन यार मलाई चलाउन आउँछ एडब्ल्यू एम चलाउन तिमीले एडब्ल्यू एम पाएन त गाइज मोरो लोकेशन एक्सपोज नोमरा ये 2 नंबर है तो ना यार एनिमी ले मार के ओए आयुष आयुष प्लीज मुला काँड पेल्यो ल गाइस बाय बाय दिस इज द एन्ड अफ नो गाइज यहाँबाट पेलेको रह्यो हामीलाई फेरि पेले मुलाले वाला रिभाइभ गर्नु पर्दैन रहेछ
ल गाइज हाम्रो टिमबाट एडम चाचा बच्नु भएको छ। ए रिभाइभ हानौँ त ल। एडम चाचा प्लिज रिभाइभ। माफिया आइसक्यो माफिया। ल ल जा मिलतिर। ए जिप लाइनबाट जान नुब्डे बट। हेलो हेलो जिप लाइनबाट जाऊ न। मिलतिर जाऊ त मिलतिर। दाजी मिलतिर जानु न मिलतिर जिप लाइनबाट। दोस्तों भगवान रिभाइभ यी सबसे गाइस एक किल पनि भाए पछाडि हिल गरौँ द गाइज। ल माइनस ला गाइस गाइज के भयो यो विदाउट प्लान फेरि खेलमै। अब गाइज अर्को क्यारेक्टर लिने हो मैले। अब तात्सोया लिएर भत्सोया गर्छु ल। अब 16 ओभर स्क्वाड ल भाइ। डुओ भर्सेस स्क्वाड। गाइज झुकेर भनिएको छ माइक अफ हान। हेलो ल गाइज ल अब प्रिन्सले यहाँ एमियास मगर भन्ने गरेको छ। त्यस्ता मुला हामी यहाँ डुओ भर्सेस स्क्वाड खेल्ने। यहाँ एक म्याच पनि बुझ्या भए अहिले यहाँ रिसुतिर नुबडे फेरि रिक्वेस्ट यो कसले बोलायो यो मुलालाई नि यस्ता नुबडे डुओ भर्सेस स्क्वाड खेल्ने के गरे यसलाई ग्रुप लिएर धेरै डन पल्टिरहेको के गरौँ। डुओ भर्सेस स्क्वाड खेल्ने हो के गाइज भिडियो खराब गर्न कुन आएछ यहाँ भिडियो छिटो स्टार्ट हानौँ त नखेल्ने भा खेल्ने भा यहाँ सेटिङ बिग्रे अरे गाइजहरू के गर्ने होला गाइज। डायमन्ड हुन्छ यार गाइजहरू ल ल गाइजहरू ल प्रिन्स गएन त्यसैले म 16 भर्सेस स्क्वाड खेल्न जाँदैछु। 16 भर्सेस स्क्वाडको लागि कुन क्यारेक्टर बेस्ट हुन्छ होला त छोया नै लिम है त ल गाइजहरू 16 भर्सेस स्क्वाड खेल्नमा है त ल गाइज म स्टार्ट हान्दैछु। प्रिन्स त आउन रे यस्तो तिहे भनेर मलाई ल स्टार्ट हाने है त ल गाइजहरू 16 भर्सेस स्क्वाड माइनस लाउँछ बाले फरर यी नयाँ मिस्टी सबमा 80% लक यो निकाल्न पर्यो गाइज टुमरो भोलि खतरा छ खतरा यो त 79 डायमन्ड निक्लिँदा है निकाल्नु पर्छ क्या भब गाइज निकाल्न हुँदैन। अल आइटम देखाउँछु होला यो इमोट पनि रहेछ यहाँ नयाँ यो मिस्टी सब भन्छ के भन्छ लकी इभेन्ट होला नि अनि त्यहाँबाट बन्डल पनि खासै रहन्छ ल गाइज 16 भर्सेस स्क्वाड रिभाइभ पाइन्छ एकचोटि एक गीत बजाइरह यहाँ मोबाइल हेरेर गाइज म चाहिँ यहाँ भिडियो बनाउँदैछु गाइज कमसे कम 5-6 मिलियन त भ्युज जाला नि अन्त गाइज बुझा गर्न त सकिन्न त्यही पनि के हुन्छ होला गाइज गाइज हामी फ्रमटोपिनियामा झर्छौँ फ्यामटोपियामा झर्छौँ गाइज टोन्टा नान्टा आई अँधेर भयो गाइज अनि कुन जनावरबाट आएको थियो अँधेर भयो ल गाइज कट्टा पाइएको छ एमपी पनि पाइएको छ एसिएटी पनि पाइएको छ गाइज एनिमी छ होला गाइज
Oof. Guys, please support me. मुग्दियो बोल्दा बोल्दा एउटा एनिमी झरेन क्या किल पाउनु हुन्थ्यो नि एसिबी उडामै त खसियो थुक्का गाइस 16 वर्ष स्क्वाड खेलेको हो के के हुन्छ अब जे हुन्छ भगवान हुन्छ यार गाइस अब भोलि पनि भिडियो आउँदैछ यो मेरो लङ भिडियो हो पहिलो र आखिरी हुन सक्छ किनकि अब धेरै पछि आउँछ लङ भिडियो अर्को लङ भिडियो त गाइस हजुरहरूले मलाई सपोर्ट दिइहाउनु है गाइसहरु गाइसहरु अगाडि एनिमी मार्छु कि मार्दैन आफै मर्छु होला म जस्तो नुबडा गाइस म मर्नेवाला छु गाइस म मरे है त गाइस ल बाइ बाइ ल आजको लागि यति नै ल बाइ बाइ गाइस